Hi guys, how are you? आज मरो राम भाइ यो जाँदैछौँ सेभर्स. सो सेभर्स भनेको कहाँ हो के हो? सेभर्स भनेको चाहिँ खास कस्तो ठाउँ हो भन्दाखेरि चाहिँ जहाँ अब सेकेन्ड ह्यान्ड सामानहरू पाइन्छ कि एउटा मान्छेहरूले पहिले युज गरिसके पछाडिको अब त्यो युज अब डोनेसन दिइसके पछाडिको त्यो चाहिँ अब बेच्नको लागि राखेको वाला सामानहरू हो कि. अब त्यो ठाउँमा चाहिँ कस्तो कस्तो कपडा त्यो ठाउँमा चाहिँ के पाइन्छ भन्दाखेरि चाहिँ कपडाहरूदेखि लिएर इलेक्ट्रोनिक सामानहरूदेखि लिएर होइन अनि सबै जे होस् अब भनौँ न नर्मलवाला जे डेली युजको लागिहरू हुन्छ त्यो सबै कपडाहरू चाहिँ त्यहाँ पाइन्छ सामानहरू चाहिँ त्यहाँ पाइन्छ. अनि छोटकरीमा भन्दाखेरि द्याट्स अ थ्रिफ्ट स्टोर होइन. अनि त्यहीँ जाँदैछौँ हामी. अब हेरौँ के पाइन्छ के हुन्छ. Okay, let's go. 808s held down like a paperweight. She just wanna come around, but I made a way. Want my money, need it now, want a paper chase. Make the bass blow out with the 808s, out with the 808s, down like a paperweight. She just wanna come around, but I made a way. Want my money, need it now, want a paper chase. Make the bass blow out with the 808s, out with the 808s, wait. ल हामी चाहिँ यहाँ फाइनली आइसकेका छौँ होइन यो सेभर्समा. तपाईँले यहाँको सामानहरू देख्न सक्नुहुन्छ. यहाँ टी सर्टहरूदेखि लिएर पेन्टहरूदेखि लिएर होइन अब जेन्ट्सको पेन्टहरूदेखि लिएर यो ज्याकेटहरूदेखि लिएर सबैहरू सामानहरू छ होइन. म तपाईँलाई यहाँ प्राइस देखाइदिन्छु होइन. जस्तो अब एउटा ल हेरौँ है त एउटा नर्मलवाला ज्याकेट. ल यो ज्याकेटलाई अब जाराको रहेछ होइन. कति होला त यसले ल हेर्नुहोस् है. यसको छ $17.49. सो क्वाइट चिप नै छ होइन. ल हेर्नुहोस् यो क्वालिटी पनि हेर्नुहोस् पछाडि अगाडि हेर्नुहोस् होइन. यहाँ चाहिँ यस्तो सस्तो पाइँदो रहेछ. त्यस पछाडि अब यहाँ उसहरू पनि छ सर्ट पेन्टहरू पनि हेर्नुहोस् सस्तो एकदमै सस्तोमा पाइँदो रहेछ. ल अब यसलाई हेर्नु होइन. ल यसलाई कति होला त यसलाई $6.49 कि क्वाइट चिप नै छ एकदमै सस्तो हेर्ने रहेछ. अघि चाहिँ हामी तल्लो फ्लोरमा थियौँ. अब यो चाहिँ माथिल्लो फ्लोर हो. माथिल्लो फ्लोरमा चाहिँ हजुरहरूले यहाँ इलेक्ट्रोनिक सामानहरूदेखि लिएर किचनमा युज हुने सामानहरूदेखि लिएर खेलाउने सामानहरू पाउनुहुन्छ जो कि तपाईँले यस भिडियोमा हेर्न सक्नुहुन्छ. ल फाइनल्ली गाइज हामीले चाहिँ यहाँबाट किनिसक्यौँ होइन. सेभर्सबाट टक्कै किनेर चाहिँ हामी निस्किसक्यौँ. यहाँबाट चाहिँ हामीले केही ग्लासहरू अनि अलिअलि कपडाहरू चाहिँ किनेछौँ. अनि एउटा बुक किन्नु भएको छ दाइले. अनि त्यही नै हो. अब त्यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ अलिक कपडाहरू चाहिँ युज भएकोवाला जस्तो अनि फोरोहरूवाला जस्तोहरू थियो. हाई गाइज आज पनि हामी फेरि वाटसनबेतिर जाँदैछौँ. अस्तिको पालि पनि गएको थियौँ. त्यति बेला जाने बेलामा चाहिँ त्यो पानी परिरहेको थियो. अनि पानी परेको कारणले गर्दाखेरि चाहिँ त्यति राम्रो भ्यू देखिन पाएको थिएन. र आज चाहिँ एकदम घाम लागिरहेको छ. एकदम सन एकदम राम्रो देखिरहेको छ होइन. मेबी होपफुल्ली आजको भ्यू चाहिँ राम्रो देखियोस् भन्ने आश छ. ल फाइनली चाहिँ हामी आइसकेका छौँ. मैले सम क्लिपहरू पनि त्यहाँ राखिदिएको छु तपाईँहरूले हेर्न सक्नुहुन्छ. अब त्यहाँबाट चाहिँ फेरि हामी त्यो क्लिप हेरिसके पछाडि चाहिँ फेरि यहाँबाट नि माथि जाँदैछौँ. एउटा अर्को साइड भनेको चाहिँ एउटा त्यहाँबाट नि माथि गएर त्यो पोइन्टमा गएर हेर्न मिल्छ भने एउटा चाहिँ अर्को यताबाट माथि गएर यताको पोइन्टबाट पनि हेर्न मिल्छ. फाइनल्ली गाइज भ्यू पनि यस्तो लभली देखियो. अब चाहिँ हामी घरतिर जाँदैछौँ होइन. अस्तिको पालि चाहिँ हामीले देख्न पाइएको थिएन किन भन्दा पानी सानी परिरहेको थियो अनि त्यही भएर राम्रोसँग देख्न पाइएन. आज चाहिँ लभली भ्यू देखियो. त्यही हो. अब चाहिँ हामी घरतिर जाँदैछौँ. लेट्स गो.